म व्यक्ति प्रेम राईलाई चिन्दिनँ। म सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुराकानी गरिरहेको छु। बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दिएर त्यो ज्यान मार्ने धम्की मात्र होइन, पैसा त्यसमा दिएको प्रमाणित भएको अवस्थामा बसेर काम गर्नु पर्दाखेरिको एउटा मानसिक त्यो टर्चर पनि आफैमा एउटा हामीले ध्यान दिनुपर्ने विषय हो। प्रधानमन्त्री कार्यालयमा थुनेर राखियो तपाईहरुलाई भन्ने प्रश्न पनि आयो। त्यसैगरी अरु कसैले पनि यो ज्यान जोगाउँछु बरु यसलाई मुद्दा लगाइदिन्छु भन्ने ठाउँमा उहाँहरु पुग्नु नसक्ने वातावरण सृजना हामीले कसरी गर्ने होला? राहत मिल्यो होला, मेरो कुरा भन्दियो होला भन्ने कुरा बेग्लै कुरा होला। त्यो पनि उहाँहरुलाई अपेक्षा होस्, त्यो हुनु पनि पर्छ। किनभने आफ्नो जिम्मेवारी पूरा गर्दा, आफ्नो काम गरिरहँदा ज्यान मार्ने सम्मको धम्की र ज्यान मार्नका लागि रकमको लेनदेन भएको पुष्टि भइसक्दाखेरि भोलिका दिनमा कुन तहबाट चाहिँ काम गर्न सक्ने अवस्था बन्ला? उहाँले एउटा कुरा के भन्नुभएको थियो भने अनुसन्धान गर्न तयार गरिराखेका हुन्छ, एउटा मान्छेले काम गरिराखेका हुन्छ, उसको सरुवा हुन्छ। त्यो पनि फेरि अर्को, यसको अर्को पाटो, मैले अघि भनेको र यो अर्को पाटो, यी दुईवटा समस्याहरू छन्। डाटाले त के भन्छ भने स्थानीय तह त सबभन्दा बढी जो भ्रष्टाचारको तपाईहरुले डाटा हेर्नुभयो भने त स्थानीय तहमा असाध्यै बढिरहेछ। स्थानीय निकायलाई एउटा डाटाले पनि के बताएको छ भने सबैभन्दा हामी यो अलिकति केन्द्रमा बढी केन्द्रित हुन्छौँ, अलिकति शीर्ष नेतृत्व तह, राजनीतिक तह अलि बढी बदनाम चाहिँ हुँदो रहेछ। तर डाटाले त के भन्छ भने स्थानीय तह त सबभन्दा बढी जो भ्रष्टाचारको तपाईहरुले डाटा हेर्नुभयो भने त स्थानीय तहमा असाध्यै बढिरहेछ भनेपछि आँखा लाग्ने, समाचारमा आउने, अलिकति पब्लिक कन्जम्सनमा आउने विषयहरूको संख्या कम छ, तर अलि धेरै समाचारमा नआउने, अनदेखा हुने, आम चासो भन्दा अलि तल रहेको स्थानीय तहमा त भयावह रहेछ तुलनात्मक रूपमा। भनेपछि त्यहाँ बढी हामीले फोकस गर्नुपर्ने हो कि हामीले समितिमा छलफल गर्दा पनि हामीले केन्द्रमा सिंहदरबारमा भएको मात्र भ्रष्टाचारलाई 90% टाइम दिइरहेका छौँ र 10% मात्र अलिकति भने जस्तो गरी स्थानीय तहको कुराकानी गरिरहेका छौँ, जहाँ कि सबैभन्दा बढी स्थानीय तहमा, स्थानीय निकायमा, तल्लो निकायहरूमा, अनुनिकायहरूमा भ्रष्टाचार बढी छ। यो विभिन्न अन्य एजेन्सिजहरूको डाटाले पनि बताउँछ। भनेपछि समस्या जहाँ परेको छ एफर्ट त त्यहीँ बढी लगाउनु पर्छ होला नि। हामीले कानुन निर्माण गर्दाखेरि केन्द्रलाई ठिकै छ, तर बढी स्थानीय निकायमा भएको डाटाहरूले बताइसकेपछि त्यहाँ चाहिँ अलि बलियो तरिकाले हामी जानुपर्छ कि भन्ने कुरालाई मैले ध्यान आकर्षण गराएँ। र अर्को उहाँहरूले बताउनु भएको छ कि कसरी यसलाई सुधार गर्न सकिन्छ भन्ने मुलुक बाहिरको मैले कुरा गरिहालेँ र मिसिल प्राप्तिका कुराहरूमा पनि उहाँहरूले गर्नुभएको छ। अर्को एउटा गम्भीर कुरा पनि यहाँ आएको छ। मैले सबै कुरा अरू साथीबाट आएको हुनाले मैले एउटा संस्थाका हिसाबले, संस्थालाई बलियो बनाउनु पनि एउटा जिम्मेवारी भएको हिसाबले म संस्थाका विषयमा बढी बोलेको अर्थ नलागोस् विषय र प्रसङ्गले म बताउन चाहन्छु। आफ्नो लागेको आरोपको बारेमा त उहाँहरूले बताउनु नै हुन्छ होला, तर व्यक्तिगत रूपमा म गइनँ। म व्यक्ति प्रेम राईलाई चिन्दिनँ। म सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुराकानी गरिरहेको छु। एउटा बहालवाला प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दिएर त्यो ज्यान मार्ने धम्की मात्र होइन, पैसा त्यसमा दिएको प्रमाणित भएको अवस्थामा बसेर काम गर्नु पर्दाखेरिको एउटा मानसिक त्यो टर्चर पनि आफैमा एउटा हामीले ध्यान दिनुपर्ने विषय हो। मेरो यो स्टेटमेन्टले एकछिनका लागि सम्मानित अख्तियार दुरुपयोगका होल टिमलाई राहत मिल्यो होला, मेरो कुरा भन्दियो होला भन्ने कुरा बेग्लै कुरा होला। त्यो पनि उहाँहरूलाई अपेक्षा होस्, त्यो हुनु पनि पर्छ। किनभने आफ्नो जिम्मेवारी पूरा गर्दा, आफ्नो काम गरिरहँदा ज्यान मार्ने सम्मको धम्की र ज्यान मार्नका लागि रकमको लेनदेन भएको पुष्टि भइसक्दाखेरि भोलिका दिनमा कुन तहबाट चाहिँ काम गर्न सक्ने अवस्था बन्ला? संस्थाका रूपमा मैले बताएको, त्यो संस्थाको एउटा यो सम्मानित व्यक्तिलाई त्यो तहसम्मको थ्रेट हुन सक्ने रहेछ नि त। व्यक्तिका रूपमा नजाउँ, भोलि पनि त्यस्तो थ्रेट होला, अन्य आयुक्तजीहरूलाई पनि होला। त्यसकारणले यी कुराहरूमा पनि हामीले छलफल गर्नुपर्छ। त्यो पदले आफूलाई सुरक्षित त्यस्तो दबावमा गन पोइन्टमा गरेको निर्णय भोलि त्यसले पनि प्रभाव पार्ला नि त। जसरी प्रधानमन्त्री कार्यालयमा थुनेर राखियो तपाईहरुलाई भन्ने प्रश्न पनि आयो। त्यसैगरी अरू कसैले पनि यो ज्यान जोगाउँछु बरु यसलाई मुद्दा लगाइदिन्छु भन्ने ठाउँमा उहाँहरू पुग्नु नसक्ने वातावरण सृजना हामीले कसरी गर्ने होला? यो कुरामा हामीले ध्यान दिनुपर्छ। र मेरो अन्तिम तर्क चाहिँ के छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्ने कर्मचारी या सुरक्षा निकायका मानिसहरूलाई मोरलेस अनुसन्धान अभियोजनका प्रक्रियाहरूको बारेमा थाहा हुन्छ। कस्ता कस्ता प्रक्रियाहरू पूरा भएर अनुसन्धान हुन्छ। अझ अलि
अप्रिय शब्दमा भन्नुपर्दाखेरि चाहिँ के गर्यो भने चाहिँ छल्न बच्न सकिन्छ भनेर अख्तियारमा काम गरेका केही समय काम गरेका कर्मचारी साथीहरूलाई काहीँ न काहीँ एउटा जानकारी चाहिँ हुन्छ। अब बताउनुहोस्, मैले सबैलाई आरोप गर्न खोजेको होइन, जो मानिस अलिकति आर्थिक अपचलनमा ध्यान दिएर काम गरिरहेको त्यस्तो व्यक्ति छ, उसले केही समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कामको अनुभव प्राप्त गर्यो र बाँकी जीवन उसले अन्य विभिन्न निकायहरूमा काम गर्छ भने र उसको स्वभाव, उसको चाहिँ नि त्यो किसिमको आर्थिक विचलनको स्वभाव भएको एउटा कुनै राष्ट्र सेवक रहेछ भने जीवनभर उसले बच्न सक्ने भयो। अर्थात् उसले गर्ने भ्रष्टाचारको बारेमा उसलाई छल्न, लुकाउन, पैसा लुकाउन पनि जान्दछ, प्रमाण नष्ट गर्न पनि जान्दछ भने यो अवस्थाले त कयौं मानिसहरू अख्तियारमा काम गर्न अथवा सर्टेन एउटा समयावधिभित्र काम गर्न आउनुभएको छ, त्यस पछाडि अन्य विभिन्न ठाउँमा काम गरिरहनु भएको छ। म ती सबै राष्ट्र सेवकहरूलाई आरोपित गरिरहेको छैन, तर यसले एउटा सङ्केत त गरिरहेको छ नि। उहाँहरूले एउटा कुरा के भन्नुभएको थियो भने अनुसन्धान गर्न तयार गरिराखेका हुन्छ, एउटा मान्छेले काम गरिरहेका हुन्छ, उसको सरुवा हुन्छ। त्यो पनि फेरि यसको अर्को पाटो, मैले अघि भनेको र यो अर्को पाटो, यी दुईवटा समस्याहरू छन्। जस्तै विकास आयोजनामा कहिलेकाहीँ विकास आयोजना प्रमुखलाई त्यो विकास आयोजना कम्प्लिट नभएसम्म त्यहाँ राख्नुपर्छ भन्ने कुरामा हामीले जोड उठाइरहेको छौँ। अहिले मलाई सम्झना छैन हामीले त्यसलाई करेक्सन गर्यौँ कि गरेनौँ, अहिले ऐन मार्फत गरेको पनि हुनसक्छ। हामीले एउटा विकास आयोजना कम्प्लिट गर्नलाई त्यो मान्छे त्यो आयोजना प्रमुख भएपछि त्यो आयोजना प्रमुख फेर्न हुँदैन। नर्मल केसमा एकदम एक्स्ट्रा अर्डिनरी सिचुएसन आयो भने मात्र उसलाई फेर्ने कुरा बेग्लै हो। सामान्यतः उसलाई फेरेर अर्को ल्याउँदाखेरि के हुन्छ, त्यो आयोजना अलपत्र पर्नुमा एउटा कारण त्यो पनि हुन जान्छ। त्यस्तै वाइ नट हामीले कानुन निर्माण गर्दा, हामीले चाहिँ अहिले ऐनहरूमा काम गर्दा, संशोधनमा काम गरेर, यहाँ संशोधनको पनि हुन त यति लामो समयदेखि उहाँहरूले संशोधन मागिरहनु भएको छ, त्यसलाई पनि हामीले पार्लियामेन्टबाट थ्रो गर्न सकेका छैनौँ। यी कुराहरूलाई पनि त्यहाँ काम गर्ने कर्मचारीहरूको हकमा अख्तियारमा काम गर्ने स्पेशल फोर्स होस्, त्यहाँ काम गर्ने मान्छे त्यो नैतिकताको परीक्षण, त्यो इन्टिग्रिटीको परीक्षण त्यो आफ्नै ठाउँमा होला। त्यसको फेरि विधि छ, कस्ता मान्छेलाई लिएर जाने भन्ने कुरा विधि छ दुनियाँमा जहाँ पनि छ। सिक्युरिटी एजेन्सीमा काम गर्ने, सिक्रेट एजेन्ट्सहरू काम गर्ने, उनीहरूको विधि दुनियाँभरि छ, संसारभरि छ। हामी पनि त्यो विधि बनाउन सक्छौँ। तर वन्स अख्तियारको कर्मचारी अलवेज अख्तियारको कर्मचारी पनि त हुन सक्ला नि। त्यसमा पनि यहाँहरूको धारणा राख्नु भएको छ होला संशोधनमा। त्यस्तो पनि भयो भने पनि यसले नियन्त्रण गर्न सक्छ कि भन्ने मेरो एउटा सल्लाह र सुझाव यहाँहरूलाई दिएर म फेरि पनि यहाँ उठेको कुरा, हामी विशेष गरेर हाम्रो नेतृत्वको पार्टीको सरकार आइसकेपछि चाहिँ केही दबाब भयो कि प्रभाव भयो कि भन्ने कुरामा उठेका प्रश्नमा अलिकति त्यसको नैतिक जवाफ दिने नैतिक जिम्मेवारी मेरो भएको हुनाले म सम्मानित अख्तियारको सम्पूर्ण टिमलाई नै म बताउन चाहन्छु कि सरकारबाट, हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईँहरूको काम कारबाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने अनुसन्धान अभियोजन जस्ता काममा अवरोध सृजना गर्नु भनेको पनि आफैमा एक किसिमको अपराध हो। त्यस्तो स्पष्ट आधार, कारण र समस्या देखिएको छ भने म तपाईँलाई स्पष्टका साथ भन्न चाहन्छु कि यहाँहरूले आफ्नो ढङ्गले त्यसलाई कारबाहीको प्रक्रियामा अगाडि बढाउन सक्नुहुन्छ। त्यस्ता कोही मानिसहरू संलग्न रहेछन् र तपाईँसँग त्यसका आधार कारण छन्, तपाईँहरू यहाँहरूले जान्नुभएको छ। त्यसमा हाम्रो कुनै पनि किसिमको दबाव प्रभाव यहाँहरूलाई हुने छैन। स्वच्छ रूपमा, स्वस्थ रूपमा, निर्बाध रूपमा काम गर्न सक्ने वातावरण सरकारले गरिदिनुपर्ने त्यस्तो वातावरण सृजना गर्नको निमित्त हामी प्रतिबद्ध छौँ। त्यो पनि मैले बताउन चाहेँ। हस्, यति नै मैले आफ्नो कुराहरू राखेँ। समय उपलब्ध गराइदिनु भएकोमा सभापतिज्यूलाई धेरै धेरै धन्यवाद।